सबैजनालाई नमस्ते अनि वेलकम ब्याक टु टलबेकिरो च्यानल। सबैलाई स्वागत छ अर्को नयाँ भिडियोमा। नयाँ दिन नयाँ सुरुवात। आज चाहिँ हामी पशुपतिको दर्शन गर्दैछौँ। विशेष गरी चाहिँ हाम्रो उहाँ सरको जन्मदिन रहेको छ र उहाँलाई जन्मदिनको फेरि पनि धेरै धेरै शुभकामना है। मेरो बढ्दैछ यस्तै छ पशुपति आज टक्क धेरै भयो भित्र फसिएको। अब सरको जन्मदिनको अवसरमा हामी हेलो के भनिदिनुहोस् सर। अब यसो आज चाहिँ हामी पशुपति आएको छौँ धेरै बसी घुम्नुको लागि, आज दर्शन गर्नुको लागि होइन। त्यस्तै हो होइन होला सय गाइस। ल पशुपतिको दर्शन तपाईँहरू पनि अब गर्नुहोस्। सरी भन्न चाहन्छु। अगाडिबाट हिँडेर सरी पछाडि आइफोन हुन्छ हाम्रो नि आइफोनै हो फेरि। आइफोन भन्दा कम छैन, हराएमा डर छैन। त्यही हो सही हो। ब्यान्डमा नै हामी भक्तब जनहरू देख्न सक्छौँ यहाँ खतरनाक तरिकाको। एक्चुअली को मान्छे हो चिन्न गाह्रो पर्यो त के कस्तो। हाम्रो मोडल सर चाहिँ उता पछाडि काम बनाउँदै हुनुहुन्छ छुट्टै छ नि। हाम्रो मोडल सरले अहिले फेरि एउटा भजन पनि गाइदिनु सक्नुहुन्छ है। अब चाहिँ मोबाइल देखाउने हामीले भिडियो सिडियो खिच्ने चाहिँ साथीहरू यहीँसम्म मात्रै हो है। यहाँभन्दा उता मेन गेटभित्र छिरिसकेपछि पाइँदैन। हाम्रो सरले नै अब जान मिल्दैन है। ल सर हामीहरू टाटा बाई बाई, गुड नाइट, फेरि जोड्यौँ है साथीहरू। हामी चाहिँ दर्शन गरेर फेरि टिका सका होइन यस्तो लाएर फर्किसकेका छौँ चकाचक। सक्छ त कसैले सक्दैन नि फेरि यस्तो छ है। हाम्रो पन्त राजा मोडल चाहिँ हराइसक्नु भएको छ। अब हाम्रो मोडललाई फोन गरेर खोल्नुपर्ने हुन्छ अनि एक दुईवटा फोटो यसो हाम्रो हान्नुपर्ने हुन्छ साथीहरू। मोडल चाहिँ हाम्रो घाम ताप्न जानुभएको छ है। फोन लाएर जाडो भएको छ, जाडो भएको छ मोडललाई। मोडल जुला फोन गर्दैछु है म। हस् हाम्रो मोडलमा हुनुहुन्छ देखिसक्नुभएछ। यो दामी खानामा दर्शन गऱ्यो हामीले चाहिँ। एउटा फोटो यहाँ हाम्रो मोडल गायक हिँडा हेर्नुहोस् न हिँडा केटामा यहाँ बस्छ त एउटा फोटो यहीँबाट फोटो पनि भइसकेको छ हाम्रो। अब एक दुईवटा यहाँ खिच्नुपर्ने हुन्छ होइन। टक्क यस्तै हो। हामी चाहिँ अब आज र भोलि चाहिँ निरन्तर चाहिँ पशुपतिको दर्शन गर्नेवाला छौँ होइन। त्यस्तै हो। भोलि के को छ कस्तो छ होइन कि दर्शन गर्न भनेपछि भोलि सोमबार अनि धर्मकर्ममा एकदम लिप्त भएर धर्मकर्ममा लाग्नुपर्छ। हेर्नुहोस् भिडियो बस्नुहोस्, तपाईँले यहीँबाट पशुपतिको दर्शन गर्नुहोस् कि यतापट्टि हेर्नुहोस्। ल दर्शन गर्नुहोस्। पशुपतिनाथले मेरो भिडियो हेर्ने जति साहस दर्शकहरूलाई रक्षा गर्नुहोस् भनेर चाहिँ मैले यहाँ कामना गरेको छु। मेरो भिडियोहरू सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। गरे पनि नगरे पनि तपाईँहरूलाई चाहिँ रक्षा गर्नुहोस्। मैले चाहिँ नि मागिसकेको छु। हस् त धन्यवाद। आजलाई यति नै। अब फेरि हामी सेम भोलि पनि यसै गरी जोडिनेवाला छौँ। हस् धन्यवाद।